मौद्रिक नीति 2082-83 को अन्तरिम र सञ्चालन लक्ष्य के होला? शब्दबाटै हेरौँ। अन्तरिम मतलब यो ट्रान्जिसन पिरियडको लागि हो, तर यो लामो समयदेखि हामी अनुभव गर्न सक्छौं। के रहेछ भन्दाखेरि भारतीय रुपियाँसँगको स्थिर विनिमय दरलाई चाहिँ के गर्ने अरे अन्तरिम लक्ष्यको रूपमा निरन्तरता दिएको छ। मौद्रिक नीति 2082-83 ले मतलब भारतीय करेन्सीसँग पेक्ड एक्सचेन्ज रेट जुन छ त्यो कन्टिन्युअस छ। अब यो अन्तरिम होला किन भन्दाखेरि जुन हाम्रो मोनेटरी पोलिसीको मेजर जुन अब्जेक्टिभ हुन्छ प्राइस स्टेबिलिटी त्यसपछि इकोनोमिक ग्रोथ लगायतको स्ट्र्याटेजी हुन्छ त्योभन्दा फरक यो लक्ष्य छ। त्यही भएर यसलाई अन्तरिम लक्ष्यको रूपमा यो लङ टर्मको लागि त्यो होइन भन्ने धारणाको कारणले गर्दाखेरि यो अन्तरिमको रूपमा हेर्ने गरिन्छ। मतलब भारतीय रुपियाँको सँगको स्थिर विनिमय दरलाई चाहिँ हामी के गर्छौं अन्तरिम लक्ष्यको रूपमा यो मौद्रिक नीतिले स्थापित गरेको छ। अब त्यसो भए सञ्चालन लक्ष्य के होला? सञ्चालन लक्ष्यमा भन्दाखेरि बैंक तथा वित्तीय संस्थाको भारित औसत अन्तर बैंक दरलाई नीतिगत दरको हाराहारीमा लाने। अब यो पहिला चाहिँ हामी दुईटा वर्ड यहाँ देख्यो, भारित औसत अन्तर बैंक दर। यो भने के होला भन्दाखेरि पहिला बैंक दर बुझ्नु पर्यो, अन्तर बैंक दर। यो अन्तर बैंक दर भने के हो? जस्तो नेपाल बैंकलाई पैसाको खाँचो भयो अथवा उसँग पैसा लिनु पर्यो भने पहिला राष्ट्र बैंक भन्सँग माग्न जाँदैन। पहिला कोसँग जान्छ भन्दाखेरि कुनै उसको नजिकको बैंक अथवा उसलाई जोसँग चित्त बुझ्छ। मानौ राष्ट्रिय वाणिज्य बैंकसँग उसलाई चित्त बुझ्यो, उसले तत्काल चाहिँ के गर्छ राष्ट्रिय वाणिज्य बैंकसँग पहिला ऋण लिन्छ। त्यो ऋण लिँदाखेरि मानौ उसलाई 3% मा ऋण प्राप्त गर्यो, 1 करोड रुपैयाँ, 1 करोड। अब फेरि यस्तै ट्रान्जेक्सन कहाँ होला भन्दाखेरि नेपाल बैंक राष्ट्रिय वाणिज्य बैंक जस्तै यस्तै ट्रान्जेक्सन चाहिँ एनआईसी एसिया बैंक र प्रभु बैंकको बीचमा भयो भने सपोज गर्नुस् यो दुईटाको बीचमा भयो भने यो दुईटाको बीचमा फेरि ट्रान्जेक्सन भयो र यसले चाहिँ 2.5% गर्यो भने र मानिन्छ 5 करोडको ट्रान्जेक्सन भयो, ऋण लियो 2.5% भन्दाखेरि जुन हामी वेटेड निकाल्छौं नि 2.5% कतिमा 5 करोडमा हो। यसरी वेटेड चाहिँ निकाल्ने, दुईटैको वेट गरेर औसत भारलाई पनि के गर्ने क्याल्कुलेट गर्ने, वेटेड एभरेजको जुन फर्मुला हुन्छ त्यो निकालेको कारणले गर्दाखेरि के भनिएको भारित औसत अन्तर बैंक दर हो। यति बुझेपछि हामी जाउँ यो नीतिगत दर के होला भन्दाखेरि अहिलेको 2082-83 को नीति तपाईले मोनेटरी पोलिसीमा हेर्नुभयो भने 4.5% के रहेछ नीतिगतको दरको के छ। अब यो भारित औसत अन्तर बैंक दर कसरी निर्धारित हुन्छ भन्दाखेरि बैंक तथा वित्तीय संस्थाहरूले एक आपसमा जुन पैसाको कारोबार गर्छ नि त्यसमा हुने हो यो अन्तर बैंक दर भन्दाखेरि मार्केटले डिसाइड गर्छ। अब यो मार्केटमा डिसाइड हुने जुन बैंक दर छ नि त्यसलाई चाहिँ 4.5% को हाराहारीमा राख्ने प्रयास गर्ने यसलाई नीतिगत दर भनिएको। मतलब सञ्चालन लक्ष्य के भयो? बैंक भारित औसत अन्तर बैंक दरलाई नीतिगत दरको रूपमा राख्ने, यो चाहिँ अन्तर भारित औसत अन्तर बैंक दर चाहिँ सञ्चालन लक्ष्य हो र यसलाई कहाँ पुर्याउने भयो 4.5% को हाराहारीमा, नीतिगत दरको हाराहारीमा, यो चाहिँ सञ्चालन लक्ष्य हो। अब यो नीतिगत दर चाहिँ कति हुँदो रहेछ, कसरी हुन्छ भन्दाखेरि यो 6% को बैंक दर, बैंक रेट र यो फ्लोर रेट जुन हामी भनिरहेका हुन्छौं 2.75 न्यूनतम जुन हामीले न्यूनतम ब्याज दर करिडोरको जुन तल्लो सीमा छ यो 2.75%, त्यसको बीचमा नीतिगत दर छ 4.5%। अनि यो औसत अन्तर बैंक दरलाई, भारित औसत अन्तर बैंक दरलाई यो 4.5% को हाराहारीमा लैजाने। तर अहिले तपाई हेर्नुभयो यो लास्ट 2 दिन अगाडि आएको जुन रिपोर्ट छ त्यसमा के छ भारित औसत अन्तर बैंक दर चाहिँ 2.75% को हाराहारीमा मात्रै रहेको छ यो गएको 2 महिनामा। त्यही भएर पोलिसी रेटको नजिक पुगेन। अब यो भन्दा बढी पनि हुन दिदैन राष्ट्र बैंकले, भन्दा कम, तर अहिलेको अवस्था चाहिँ 2.75 मा चाहिँ गयो। हिजो अस्ति जुन रिपोर्ट आयो त्यसमा देखिएको छ। यसरी अन्तरिम र सञ्चालन लक्ष्य 2082-83 को अन्तरिम लक्ष्य भारतीय रुपियाँसँग स्थिर विनिमय दर कायम राख्ने र भारित औसत अन्तर बैंक दरलाई
सञ्चालन लक्ष्यको रूपमा राखेको छ, जसलाई चाहिँ पोलिसी रेटको हाराहारीमा लैजाने, यो चाहिँ अन्तरिम र सञ्चालन लक्ष्य हो। हस्त, धन्यवाद।